नमस्कार, गुड मर्निङ एभ्रिवान। सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत छ पम्पाज एजुकेसनको यो लर्निङ प्लेटफर्ममा। साथीहरू, फर्स्ट अफ अल साउन्ड र भिडियो क्लियर छ कि छैन एकचोटि कमेन्ट गर्नु होला। र फेसबुक लाइभमा जोइन हुनुभयो साथीहरूलाई मैले के रिक्वेस्ट गरेँ, यो लाइभलाई म्याक्सिमम भन्दा म्याक्सिमम सेयर गरिदिनु होला। यो विशेष गरी प्री क्वालिफाइङ इक्जामिनेसन्सको इक्जाम जुन 15 गते हुन गइरहेको छ त्यसलाई लक्षित गर्दै, त्यसलाई केन्द्रित गर्दै, त्यसलाई टार्गेट गर्दै यो फाइनल रिभिजन क्लास चलिरहेछ है साथीहरू। तपाईँहरूको कोर्स जमानामा कम्प्लिट भइसकेको छ। अब चाहिँ यो फाइनल रिभिजन भनेको तपाईँहरूको तयारीलाई थप अझै सशक्त, थप अझै मजबुत बनाउनको लागि चाहिँ यो हामी फाइनल रिभिजन क्लास तपाईँहरूलाई एक्स्ट्रा सेवा सुविधाको रूपमा हामीले तपाईँहरूलाई पहिले पनि कमिटमेन्ट गरेका थियौँ। इक्जामको अघिल्लो दिनसम्म तपाईँहरूको साथमा हामी हुनेछौँ, चाहे त्यो इक्जाम सरोस् या त इक्जामको मिति अझै अगाडि बढोस्, त्योदेखि हामीलाई केही मतलब छैन। हामी इक्जामको अघिल्लो दिनसम्म तपाईँहरूको साथमा हुन्छौँ। त्यही उद्देश्यले आफ्नो कमिटमेन्ट पुरा गर्नको निमित्त म शुभ बिहानीमा दीपक कुमार साथ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु। र तपाईँहरूले यहाँ चाहिँ के बुझ्नु पर्यो साथीहरू, अहिले चाहिँ हामीसँग लेखाएर अब तपाईँहरूलाई क्लास गराउने समय छैन क्या। किनभने अब फाइनल रिभिजनमा हामी कुन कुन टपिकलाई प्रायोरिटीमा राख्ने, तपाईँहरूको सिलेबसमा कुन कुन कुराहरूलाई केन्द्रित गरेको छ या त कुन कुन कुराहरूलाई समावेश गरेको छ त्यसलाई चाहिँ टार्गेट गरेर फाइनल रिभिजन क्लास भइरहेछ भनेर बुझ्दा हुन्छ है। र यो नोट तपाईँहरूको यो क्लास सकिने बित्तिकै तपाईँहरूको एपमा पनि आउँछ, त्यो पनि जानकारी गराएँ। र अहिले चाहिँ म्याक्सिमम स्टुडेन्टहरूलाई के कन्फ्युजन छ त, कहाँबाट पढ्ने, कुन कुन टपिकबाट प्रायः जसो लोकसेवामा इक्जाममा क्वेसनहरू सोध्छ त्यो कुरा नै थाहा छैन है। हो, त्यही कुरा तपाईँहरूलाई क्लियर गर्नको निमित्त हिजो त बिदा थियो, हिजोको एक दिन अगाडि तपाईँहरूको विश्वको भूगोल भयो, आज चाहिँ नेपालको भूगोल, राति आर्थिक अवस्था हुन्छ है साथीहरू। त्यो नोटिस हेर्नु होला, 8 बजेपछि राति चाहिँ आर्थिक अवस्थाको हुन्छ। 2वटा टपिक फेरि आज सकिन्छ, भोलि 2वटा सकिन्छ। यसरी हाम्रो फाइनल रिभिजनमा पनि एकचोटि तपाईँहरू मजाले पढ्न पाउनुहुन्छ। ल, यहाँ चाहिँ नेपालको अब भौगोलिक अवस्था तपाईँहरूको सिलेबसमा यही राखेको छ साथीहरू। अब भौगोलिक अवस्थामा अब यो चाहिँ तपाईँहरू चाहिँ फर्मेलिटीको लागि जान्दा हुन्छ। जस्तै नेपाल उत्तरी गोलार्धमा र पूर्वी देशान्तरमा अवस्थित एक भूपरिवेष्टित मुलुक हो जुन चाहिँ एसिया महादेशमा पर्छ। यो भौगोलिक अवस्थिति या त भौगोलिक अवस्था, नेपालको लोकेसन भन्नुपर्दा नेपाल कुन डाइरेक्सनमा छ त साथीहरू, यो हामी सबैलाई थाहा छ, नर्थ इस्ट डाइरेक्सनमा, नर्थ इस्ट डाइरेक्सनमा छ। अब यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, नेपालभन्दा भारत 22 गुणा र चीन 65 गुणा ठुलो छ, यो बुझ्नु पर्यो। नेपालभन्दा भारत चाहिँ 22 गुणा, अब सानो हुने कुरै भएन, चीन चाहिँ 65 गुणा ठुलो छ। अब सुगौली सन्धिपछि नेपाल र भारतको सीमामा 894वटा जङ्गी पिलर, इट मिन्स दक्षिणी सिमानामा 894वटा जङ्गी पिलर निर्माण गरिएको थियो भनेर बुझ्दा हुन्छ। पृथ्वीमा रहेको कुल जमिन मध्ये 0.1 भनेको यसरी बुझ्दा हुन्छ, कुल जमिन मध्ये 0.1, ल्यान्डको 0.1% भाग चाहिँ नेपालले ओगटेको छ, यसरी बुझ्दा हुन्छ। नेपाल एसियाको 8औं ठुलो भूपरिवेष्टित राष्ट्रिय ल्यान्डलक कन्ट्री हो, यो पनि जानिराख्दा हुन्छ। र विश्वको 22औं ठुलो हो, त्यो विश्वमा तपाईँहरू चाहिँ त्यो पनि याद गरेर राख्दा हुन्छ। जस्तै अब नक्सामा हेर्दा नेपाल अमेरिकाको फ्लोरिडा राज्य जस्तै देखिन्छ। यो भनेको भौगोलिक अवस्थितिको केही बेसिक कुराहरू है। नेपाल जस्तै नक्सा भएको मुलुक भन्नुपर्दा पोर्चुगल, नेपाल जस्तै नक्सा भएको जिल्ला भन्नुपर्दा बागलुङ हो। हामीलाई चाहिँ मेन भौगोलिक अवस्थितिमा यो कुरा याद गर्नुपर्छ है साथीहरू। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। नेपाल 26 डिग्री 22 मिनट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनट उत्तरी अक्षांशमा अवस्थित छ। र देशान्तर भन्नुपर्दा 80 डिग्री 4 मिनट पूर्वी देशान्तरदेखि 88 डिग्री 12 मिनट पूर्वी देशान्तरसम्म अवस्थित छ। यो चाहिँ याद गरेर जानु होला। यसलाई कसरी याद गर्नु त, यसको सूत्र पनि छ साथीहरू, सूत्र जस्तो अक्षांश अवस्थितिको कुरा कसरी याद गर्ने त, अक्षांश अवस्थिति कसरी याद गर्ने त साथीहरू, अब यसको बारेमा भन्नुपर्दा 6/30 भनेर सम्झिँदा हुन्छ। 6/30 भनेको 6/30 भनेर यो सूत्र याद राख्नुभयो भने अक्षांश अवस्थिति याद भयो भनेर बुझ्दा हुन्छ। अब 6बाट 26, 12बाट 22, 26 डिग्री 22 मिनट, 30 भनेको 30 डिग्री, 30बाट 30 यसरी भइहाल्यो, 100बाट 27, 30 डिग्री 27 मिनट, 6/30। यो 2वटा पोइन्ट, माथिको पोइन्ट याद एकचोटि सरस्वती पढ्दा हुन्छ।
नभए चाहिँ यो दुईवटा पोइन्ट चाहिँ यादै गरेर जानुपर्छ है साथीहरू। यो भौगोलिक अवस्थितिमा एकदम इम्पोर्टेन्ट कुरा हो। 6/30 भनेर बुझ्नु पर्यो 26 डिग्री 22 मिनटदेखि 30 डिग्री 27 मिनट। अब सेम त्यसरी अब देशान्तरको कुरा गर्नु पर्दा अचार भनेर सम्झिनु पर्यो। अचार भनेको 80 डिग्री 4 मिनट, अचार 80 डिग्री 4 मिनट। अब यो दुइटैमा 8 जोड्नु पर्यो। 80 मा 8 जोड्दा कति हुन्छ 88, 88 डिग्री। 4 मा 8 जोड्दा 12। हेर्नुहोस् त अक्षांश र देशान्तर अवस्थिति आयो कि आएन। अक्षांशमा जहिले पनि उत्तर हुन्छ, देशान्तरमा जहिले पनि पूर्व हुन्छ। नेपालको केसमा नर्थ इस्ट है, नर्थ इस्ट चाहिँ विचार गर्नु होला। नर्थ इस्ट बाहेक अरू कुनै पनि अप्सन नहेर्नु होला है। ल क्लियर छ यहाँसम्म। ओएमआर सिट भोलि हुन्छ, आरजे यादवजी भोलि हुन्छ है। भोलि चाहिँ ओएमआर सिट भोलि 12 गते हो नि, हो 12 गते 13 गते तपाईँहरूलाई मैले के भनेको थिएँ, ओएमआर सिट भोलि चाहिँ हामी सिकाउँछौँ। ल किनभने आज अहिले बिहान चाहिँ धेरैजना अब साथीहरू हाम्रो तराईतिर अहिले पनि अब विशेष गरी यो छठ पर्वको प्रभाव तराई मिन्स मधेसी समुदायमा बढी भएको हुनाले आज चाहिँ बिहानको अरग छ। आज चाहिँ धेरैजना अहिले पनि आफ्नो त्यही पूजापाठमै लागेको होला। त्यही भएर आज चाहिँ अहिले चाहिँ मैले ओएमआर सिटको बारेमा चर्चा गरिनँ, भोलि चाहिँ हुन्छ है। ल अब यो नेपालको सिमानाका बिन्दुहरू, अब यो बिन्दुहरूको बारेमा भन्नुपर्दा पूर्वी बिन्दु यो पनि याद गरेर जानु होला। पश्चिमी बिन्दु, उत्तरी बिन्दु, दक्षिणी बिन्दु। जस्तै अब पूर्वी बिन्दु ताप्लेजुङको यो ओलाङचुङ गोला भए पनि एक्चुअलमा लेलेप हो साथीहरू। यो लेलेप छैन भने अप्सनमा आने मात्रै ओलाङचुङ गोला। बिन्दु भनेको ल्यान्डमार्क हो, सटिक लोकेसन हो। ओलाङचुङ गोलाभित्र यो लेलेप पर्छ, त्यही भएर लेलेप छ भने लेलेप 88 डिग्री 12 मिनट, छैन भने ओलाङचुङ गोला। त्यसरी पश्चिमी बिन्दु कञ्चनपुरको दोधारा 80 डिग्री 4 मिनट पूर्वी देशान्तर। र उत्तरी बिन्दु भन्नुपर्दा हुम्लाको चाङ्ला भन्ज्याङ, हुम्लाको चाङ्ला भन्ज्याङ यो 30 डिग्री 27 मिनट। दक्षिणी बिन्दु झापाको लोदावरी 26 डिग्री 22 मिनट। यसरी बुझ्नु होला साथीहरू। जस्तै यो 26 डिग्री 22 मिनट दक्षिणी बिन्दु हो, यो उत्तरी बिन्दु हो, यो पश्चिमी बिन्दु, यो पूर्वी बिन्दु, यहीँबाट झिकेर राखेको छ कि। यसलाई क्लासमा कसरी याद गर्ने मैले मजाले डिटेलमै भनिसकेको छु। यति जानिसकेपछि अब भौगोलिक अवस्थितिमा अब क्षेत्रफल जान्नु पर्यो। अब यो क्षेत्रफल चाहिँ कहिलेकाहीँ ग्रेटर नेपाल, बृहत्तर नेपालको सोधिदिन सक्छ, यो याद गरेर जानु होला। टिस्टादेखि यो बृहत्तर नेपाल पनि यसलाई भन्दा हुन्छ, बृहत्तर नेपाल। बृहत्तर नेपाल, ग्रेटर नेपालको क्षेत्रफल 2,67,575। अब यो टिस्टादेखि सतलज, जसलाई चाहिँ सुगौली सन्धि पूर्वको पनि भन्दा हुन्छ, सुगौली सन्धि पूर्व, सुगौली सन्धि पूर्व, सुगौली सन्धि पूर्वको क्षेत्रफल भन्नुपर्दा 2,04,917। त्यहाँ छ विस्तृत नेपाल, बृहत्तर नेपाल। अब यहाँ चाहिँ युद्ध पूर्वको, इट मिन्स ब्रिटिस इस्ट इन्डियासँग जुन हाम्रो युद्ध भएको थियो, त्यो युद्ध चाहिँ कुन सन्धि मार्फत टुङ्ग्यो त साथीहरू, सुगौली सन्धि हो। सुगौली सन्धि पूर्व भन्यो भने 2,04,917। हालको क्षेत्रफल भन्यो भने 1,47,181 हो। यो हालको यो दुईवटा हेरेर जानु होला, वर्ग माइलमा हेरेर जानु होला। एउटा यो पनि कहिलेकाहीँ सोध्छ 56,827 अन्तर्राष्ट्रिय मान्यता अनुसार है। अब यो हाल नेपालको पूर्व पश्चिम लम्बाइ सोधिन सक्छ। पूर्व पश्चिम लम्बाइ कति छ त 885। औसत चौडाइ 193 किलोमिटर। सबैभन्दा बढी चाहिँ अधिकतममा 241। जस्तै अब नेपाल कतै एकदम फुकिएको छ, कतै एकदम खुम्चिएको छ हो। लम्बाइको केसमा त्यस्तो बाङ्गोटिङ्गो छैन। लम्बाइको केसमा एभरेज नै कति हो त 885, 885 किलोमिटर। तर चौडाइको केसमा कतै 241 छ, कतै 193 छ है। सरी 193 भन्दैछु, 145 हो। यो दुईवटैको एभरेज कति हुन्छ त साथीहरू, औसत। औसत यदि तपाईँहरूको इक्जाममा नेपालको अधिकतम चौडाइ कति भनेर सोधेको छ भने 241, न्यूनतम चौडाइ कति त 145, यदि केही उल्लेख गरेको छैन भने 193। औसत बुझ्नु पर्यो, एभरेज। यही दुईवटा जोडेर डिभाइड 2 गर्नुभयो भने एभरेज आउँछ। अब विश्वको ठुलो राष्ट्र रुसभन्दा 116 गुणा। यदि 116 अप्सनमा छैन भने अनि 157 पनि, दुइटै छ भने अप्सनमा यसलाई प्रायोरिटी दिनु होला। अब चीनभन्दा 65 गुणा र भारतभन्दा 22 गुणा सानो छ भनेर बुझ्दा हुन्छ। अब यो अझै मैले तपाईँहरूलाई के जानकारी गराएँ, यो भौगोलिक अवस्थितिमा यो पनि याद गरेर जानु होला साथीहरू। अस्ति शिक्षक सेवामा यहाँबाट क्वेसन सोधेको थियो। नेपाल विश्वको कुल क्षेत्रफलको 0.03। विश्व भन्ने बित्तिकै 3वटा अक्षर 3 डिजिट। अब एसियामा एउटा 0 हटाइदिने,
बुझ्नुभयो नि। एसियामा 0.3, दक्षिण एसियामा 2.82, अब कुल पृथ्वी स्थल भूभागको 0.1, विश्वको कुल जनसङ्ख्याको 0.37 जनसङ्ख्या बसोबास गर्छ। अझै नेपाल विश्वको जलस्रोतको 2.27 भाग ओगटेको छ जलस्रोतको। अझै भन्नुपर्दा विश्वको जनसङ्ख्याको आधारमा अहिले चाहिँ 52 भइसक्यो साथीहरू, यो यहाँ 51 अपडेट भएको छैन। 52 नेपाल चाहिँ विश्वको जनसङ्ख्याको आधारमा 52 ठुलो राष्ट्र या ठुलो देश भनेर बुझ्दा हुन्छ वर्ल्डोमिटरको डाटा अनुसार। क्षेत्रफलको आधारमा यो 95औं पोजिसनमा छ, 95औं पोजिसनमा ठुलो देश हो। नेपाल एसिया महादेशको देशहरूको क्षेत्रफलको आधारमा 25औं ठुलो देश हो। त्यसैले नेपाल विश्वको भूपरिवेष्टित देशहरूको क्षेत्रफलको आधारमा 22औं ठुलो देश हो। त्यसैले नेपाल विश्वको भूपरिवेष्टित देशहरूमा जनसङ्ख्याको आधारमा 5औं ठुलो, एसियाको भूपरिवेष्टित देशहरूमा क्षेत्रफलको आधारमा 8औं ठुलो हो, र नेपाल सार्कमा क्षेत्रफल र जनसङ्ख्या दुइटैको आधारमा 5औं ठुलो। यो पनि अहिले तपाईँहरू चाहिँ एकछिनमै पाइहाल्नुहुन्छ यो डाटा है। हो, परीक्षा केन्द्रको लागि चाहिँ हाम्रो पेज पनि भिजिट गर्दा हुन्छ, नभए हाम्रो अफिसमा पनि सम्पर्क गरेर बुझ्दा हुन्छ। हाम्रो पेजमा पनि राखिसकेका छौँ, एपमा पनि राखिसकेका छौँ। तपाईँहरूको परीक्षा केन्द्र सबै अलरेडी फिक्स भइसकेको छ। 15 गते इक्जाम छ, त्यो पनि याद राख्नु होला। अब धेरै समय छैन साथीहरू, त्यही भएर मैले यहाँ स्लाइड युज गरेँ। अब यो चुच्चे नक्साबाट कहिलेकाहीँ क्वेसनहरू सोध्छ है, कहिलेकाहीँ होइन, अहिले रिपिटेडली चुच्चे नक्साबाट प्रायः जसो क्वेसनहरू सोधिरहेको छ। अब यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, नेपालको नयाँ नक्सा सम्बन्धी घटनाक्रमको बारेमा भन्नुपर्दा सन् 2019, यो त अब उता यो त त्यति आवश्यक छैन। भारतले नेपालको लिपुलेख, कालापानी, लिम्पियाधुरा समेत समेटेर नयाँ नक्सा, इट यिनीहरूको यसरी बुझ्दा हुन्छ। कोभिडको समयमा के गरेको थियो त साथीहरू, नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो। अब यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, सन् 2020 मे 8मा, सन् 2020 मे 8मा भारतको रक्षा मन्त्री राजनाथ सिंहले नेपालको भूभाग हुँदै तिब्बत मार्फत जाने सडक पनि उद्घाटन गरे। यही दुईवटा कारण चाहिँ अझै यो लिपुलेखको विवादलाई थप अझै चर्को बनायो भनेर बुझ्दा हुन्छ। हामीलाई यो चाहिँ पढ्नुपर्छ, हाम्रो चाहिँ यहाँबाट पढ्नुपर्छ है, त्यो माथिको दुईवटा सोध्दैन। यहाँदेखि यहाँसम्म पढ्नु होला, यहाँदेखि यहाँसम्म एकचोटि हेरेर जानु होला। चुच्चे नक्सा कहिले जारी गरियो, सार्वजनिक गरियो भन्ने क्वेसन धेरै पटक सोधिसकेको छ। यहाँ हेर्नुहोस्, Z5 के भयो त, नेपाल सरकारले मन्त्री परिषद बैठकबाट नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गर्यो है। त्यतिखेर भूमि सुधार आयोग मन्त्रालयको मन्त्री को थियो त, पद्मबहादुर अर्याल है। हो, यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, निर्णय चाहिँ यो मितिमा गर्यो, यो मितिमा सार्वजनिक होइन है। धेरै पुस्तकहरूमा मिस्टेक लेखेको पाइन्छ। निर्णय सार्वजनिक र जारी चाहिँ कहिले गरेको हो त, 2077 साल जेठ 7 गते। यो मिति चाहिँ याद राख्नु होला। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक र जारी एउटै कुरा हुनुभयो नि। हो, यो कहिले त 2077 साल जेठ 7। अनि त्यसपछि 2077 साल जेठ 9 गते नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संविधान संशोधनको विधेयक संसदमा दर्ता। अब नयाँ नक्सा सार्वजनिक गरिसकेपछि अब निशान छाप अनुसूची 3मा निशान छापको व्यवस्था छ। त्यहाँ त पुरानै नक्सा थियो, अब त्यसलाई संशोधन गर्नु पर्यो, त्यसको लागि त विधेयक दर्ता हुनु पर्यो। हो, त्यो विधेयक दर्ता कहिले भयो त, जेठ 9। त्यसपछि 2077 साल जेठ 31 प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक पारित भयो, प्रतिनिधि सभाबाट पारित। त्यसपछि 2077 साल असार 4 राष्ट्रिय सभाबाट विधेयक पारित। अब यो पक्ष विपक्षमा सोध्दैन। यही मिति 2077 साल असार 4 गते नेपालको संविधान संशोधन पनि भयो र विधेयक प्रमाणीकरण पनि भयो। राष्ट्रपतिले पनि यही मितिमा प्रमाणीकरण गर्यो है। र यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, 2077 साल असार 4 नेपाल राजपत्रमा संशोधन प्रकाशित र लागू भयो। यही असार 4 गते संविधान संशोधन पनि भयो, राष्ट्रिय सभाबाट पनि पारित भयो, राष्ट्रपतिबाट पनि प्रमाणीकरण भयो है। र 2077 साल साउन 30 निशान छापको अङ्ग्रेजी संस्करण स्वीकृत। यो चाहिँ त्यति इम्पोर्टेन्ट छैन। मेन इम्पोर्टेन्ट चाहिँ यो सार्वजनिक, यो यहाँबाट क्वेसन सोध्छ है साथीहरू। यो चाहिँ एकदम इम्पोर्टेन्ट हो। जुन म इम्पोर्टेन्ट भन्दै जाँदैछु त्यो चाहिँ एकदम तपाईँहरू नछुट्याइकन नछोडिकन इक्जाममा जानु होला है साथीहरू।
अनि अब याद गरेर जानु होला। हो अब यो प्रमाणीकरणबाट पनि धेरै पटक क्वेसन सोधेको छ, सरी नेपालको प्रमाणिक समयबाट पनि धेरै पटक क्वेसन सोधेको छ, यो पनि तपाईँहरू विचार गर्नु होला। अब यसरी बुझ्नु पर्यो साथीहरू, जिके कहाँबाट झिके थाहै हुँदैन, तर पनि यी ठाउँहरूबाट अब विगतको अनुभव अनुसार प्रायः जसो क्वेसनहरू सोधिरहेको छ त्यो बुझ्नु पर्यो है। अब यो प्रमाणिक समयको बारेमा तपाईँहरूलाई के थाहा हुनु पर्यो त, नेपालको प्रमाणिक समय कति डिग्री देशान्तरलाई त 86 डिग्री 15 मिनट देशान्तरलाई आधार मानेर निर्धारण गरेको छ। कुन हिमाललाई त, गौरीशङ्कर हिमाल, गौरीशङ्कर हिमाल। अब यो गौरीशङ्कर हिमाल, गौरीशङ्कर गाउँपालिका वडा नम्बर कतिमा छन् त साथीहरू, 9 मा, दोलखा जिल्लामा पर्दछ। कुन हिम श्रृङ्खला, रोलवालिङ हिम श्रृङ्खला। कति उचाइ त, 7134 मिटर उचाइ। र अझै भन्नुपर्दा कहिले त, 2042 साल वैशाख 1 गते, सबै यहाँ छ है, यहाँ सबै छ। यो एकचोटि पढेर जानुभयो भने नेपालको प्रमाणिक समय दोलखा जिल्लामा रहेको गौरीशङ्कर हिमाल, जसको उपनाम भन्नुपर्दा पाथिभरा र शिव पार्वती। अब फिटमा पनि दिएको छ, मिटरमा पनि होला, त्यहाँ मिटर त्यहाँ कट्यो, मिटर चाहिँ 7134 मिटर हो है साथीहरू। लाई काटेर 86 डिग्री 15 मिनट पूर्वी देशान्तरलाई आधार मानेर निर्धारण गरिएको गौरीशङ्कर हिमाल दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका वडा नम्बर 9 मा रोलवालिङ हिम श्रृङ्खलाभित्र पर्दछ। नेपालको प्रमाणिक समय ग्रिनविच समय जीएमटी या त युटिसी, ग्रिनविच मिन टाइम या त कोअर्डिनेसन अफ युनिभर्सल टाइम भन्दा 5 घण्टा 45 मिनट अगाडि छ। सो प्रमाणिक समय प्रयोग विक्रम सम्वत 2042 साल वैशाख 1 गतेदेखि तत्कालीन राजा श्री 5 वीरेन्द्रवीर विक्रम शाहको पालादेखि लागू भएको हो। ग्रिनविच मिन समयको अवधारणा 1884 नोभेम्बर 1 बाट विश्वभरि लागू भएको थियो भनेर यो पनि हेरेर जानु होला है साथीहरू। हो, यति पढ्नुभयो भने भौगोलिक अवस्थिति, अब सिमानाहरूको कुरा तपाईँहरू क्लासमा पढिसक्नु भएको छ। अब सिमानाहरूमा अब कहिलेकाहीँ त्यहाँबाट पनि क्वेसन सोध्छ, तर यी कुराहरूलाई फर्स्ट प्रायोरिटीमा राख्नु होला। ल यहाँसम्म कसैलाई केही क्वेसन छ भने पनि सोद्धा हुन्छ है साथीहरू। तपाईँहरूको खरिदारको 7 बजेदेखि छुट्टै क्लास हुन्छ, बुझ्नुभयो नि। एकछिन है, यहाँ फेसबुकको कमेन्ट चाहिँ यहाँ डिस्प्ले भएको छैन। यदि फेसबुकको साथीहरूले केही कमेन्ट गर्नुभएको छ भने म एकछिनमा हेर्छु है। ल अब जिल्ला र तिनका सिमानाहरूको बारेमा थाहा हुनु पर्यो। जिल्ला र अब तिनका सिमानाहरूको बारेमा भन्नुपर्दा भारतलाई मात्र छुने यो, अब तपाईँहरू यो भेन डायग्रामबाटै तपाईँहरू थाहा पाइहाल्नुहुन्छ। यो भेन डायग्राम एकचोटि हेर्नु होला। नेपाल सरी चीन र भारत दुईटै देशलाई छुने दुईवटा जिल्ला हो, ताप्लेजुङ र दार्चुला। अब यो चौथो तह भएको हुनाले यहाँबाट पनि क्वेसन सोध्न सक्छ है साथीहरू। अब भारतलाई मात्र छुने जिल्ला 25वटा, चीनलाई मात्र छुने जिल्ला 13वटा। अब न त भारत न त चीनलाई छुने 37वटा, दुवै देशलाई नछुने 37वटा। अब भारतलाई मात्र छुने भन्यो भने 25, भारतलाई जम्मा छुने भन्यो भने 27, चीनलाई मात्र भन्यो भने 13, जम्मा भन्यो भने यो 2 जोड दिनु पर्यो, 13 2 15। अब यहाँ चाहिँ अझै तपाईँहरूले के भन्नु पर्यो त, भारतलाई नछुने जिल्ला, भारतलाई नछुने छुने जिल्ला 27 हो, नछुने भन्यो भने 77 मा यो 27 घटाउनु पर्यो है। छुने जिल्ला चाहिँ 27 हो। अब यो 27 मा घटाउनु भयो भने 50वटा जिल्ला, 50वटा जिल्लाले भारतलाई छुँदैन। अब चीनलाई नछुने जिल्ला 13 2 15। अब 77 मा 15 घटाउनु भयो भने कति हुन्छ त साथीहरू, टोटल जिल्ला 77, 15 घटाउनु भयो भने 62, 62वटा जिल्लाले चीनलाई छुँदैन भनेर त्यो तपाईँहरू यो भेन डायग्रामबाटै बुझ्न सक्नुहुन्छ। तपाईँहरू भेन डायग्राम स्कुलदेखि नै मात्र भन्यो भने यति, जम्मा भन्यो भने यो पुरै यति चाहिँ याद राख्नु, नछुने भन्यो भने 37, त्यसरी पनि याद गर्दा हुन्छ। अब यसमा मैले धेरै समय लागेन किनभने यो एकदम सजिलो कुरा हो। अब यो जिल्ला विशेष अब क्षेत्रफल अनुसारको, जस्तो अस्ति के सोधेको थियो त असैमा, क्षेत्रफलको आधारमा तेस्रो ठुलो जिल्ला कुन हो, त्यही भएर यो चाहिँ हेरेर जानु होला। अब एसआईमा त्यसरी क्वेसन सोधेको थियो भने तपाईँहरूकोमा पनि सोधिन सक्छ। क्षेत्रफल अनुसार ठुलो जिल्लाहरू भन्नुपर्दा डोहु तागोमु भनेर बुझ्दा हुन्छ। डोल्पा हुम्ला ताप्लेजुङ गोर्खा, यहाँ चाहिँ मुस्ताङ हुन्छ साथीहरू, मुस्ताङ हुन्छ, मुस्ताङ मुस्ताङ मुस्ताङ, डोल्पा हुम्ला ताप्लेजुङ गोर्खा मुस्ताङ।
अब क्षेत्रफल अनुसार साना जिल्लाहरूको क्रम भन्नुपर्दा भ ल का प प भनेर सम्झिँदा हुन्छ। यो पुरानै डाटावाला पिडिएफ आयो, ठिक छ। म यो सच्याएर तपाईँहरूलाई त्यहाँ पठाइदिन्छु है। प है पहिले चाहिँ तेह्रथुम थियो, अहिले परासी। भक्तपुर, ललितपुर, काठमाडौँ यो उपत्यका तीनवटै जिल्ला भयो, पर्वत र परासी। अब यो जनसङ्ख्या अनुसार ठुला जिल्लाको बारेमा भन्नुपर्दा काठमाडौँ, मोरङ, रूपन्देही, झापा, सुनसरी, कामोरो, झासु भनेर सम्झिँदा हुन्छ। त्यसैगरी जनसङ्ख्या अनुसार साना जिल्लाहरू भन्नुपर्दा ममु, डोरहु भनेर मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला। यो जनसङ्ख्या भन्ने टपिकबाट पनि इम्पोर्टेन्ट छ, भूगोल भन्ने टपिकबाट पनि इम्पोर्टेन्ट छ, त्यही भएर यो चाहिँ नछोड्नु होला। क्षेत्रफलको आधारमा 5 ठुला 5 साना, जनसङ्ख्याका आधारमा 5 ठुला 5 साना, यनी हाउ याद गरेर जानु होला है साथीहरू। अब यो जनघनत्वको आधारमा सोध्यो भने सबैभन्दा बढी जनघनत्व काठमाडौँमा, त्यसपछि भक्तपुर, ललितपुर, रूपन्देही, सुनसरी। अब जनघनत्व अनुसार साना भन्नुपर्दा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु। अब जनसङ्ख्या वृद्धि दर बढी भएका जिल्लाहरू सबैभन्दा भरुची, बाझ भनेर सम्झिँदा हुन्छ। जनसङ्ख्या वृद्धि दर कम भएका जिल्लाहरू राखो, म भोटे भनेर सम्झिँदा हुन्छ है। ल अब यो प्रदेशहरू, अब प्रदेशहरूको बारेमा भन्नुपर्दा अब तपाईँहरू यो प्रदेशको पनि भेन डायग्रामबाट हेर्नु होला। भेन डायग्राम मैले यहाँ चाहिँ प्रदेशको बनाएँ, त्यस्तो गाह्रो छैन। जस्तै चीन र भारत दुईटै देशलाई छुने प्रदेश 4वटा छ। भारतलाई मात्र छुने 2वटा, चीनलाई मात्र छुने 1, 4 2 6 1 7 भयो। अब भारतलाई जम्मा छुने भन्यो भने 6, चीनलाई जम्मा छुने भन्यो भने 5। अब यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, प्रदेशमा नछुने त्यस्तो कुनै पनि छैन, त्यही भएर चीनसँग मात्र सिमाना जोडिएको प्रदेश कर्णाली हो। चीनसँग सिमाना जोडिएको प्रदेशहरू मात्र भन्यो भने एउटा कर्णाली हो, अरू यी 4वटा थपिदिने हो। बुझ्नुभयो नि? कोशी भयो, बागमती भयो, गण्डकी भयो, कर्णाली भयो, सुदूरपश्चिम। हो, खरिदारको न्यू क्लास हुन्छ है, महेश कोली सरको न्यू क्लास हुन्छ न्यू स्टुडेन्टहरूको लागि। हो, सगरमाथा चाहिँ खुम्बु यसरी बुझ्दा हुन्छ, खुम्बु पसाङलामु गाउँपालिका वडा नम्बर 4मा अवस्थित छ है सगरमाथा। ल चीनसँग सिमाना जोडिएको प्रदेश भन्नुपर्दा बुझिसक्नुभयो। भारतसँग मात्रै सिमाना जोडिएको प्रदेश मधेस र लुम्बिनी हो। अब भारतसँग सिमाना जोडिएको प्रदेश फेरि 6वटा, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम। चीन र भारत दुईटै देशसँग सिमाना जोडिएको यही 4वटा, 1 3 4, 3 मा 1 जोड्दा 4, अब 4 मा 3 जोड्दा 7, 1 3 4 7 भनेर बुझ्दा हुन्छ है। यो फेसबुकको कमेन्ट यार, फर्म नभर्ने म मात्रै होला। ल आज चाहिँ यो पनि तपाईँहरूलाई मैले जानकारी गराएँ पम्पाज एजुकेसनद्वारा। आज चाहिँ मङ्गलबार हो, हरेक मङ्गलबार एउटा टपिकको 100वटा क्वेसन, आज सायद नेपालको भूगोल भन्ने टपिकबाट हुन्छ। 100वटा क्वेसन ओपेन कम्पिटिसन या त ओपेन च्यालेन्ज इक्जाम पनि भन्दा हुन्छ। त्यो पम्पाज एजुकेसनले हरेक स्टुडेन्टहरूलाई निशुल्क इक्जाम, तपाईँहरूको प्र्याक्टिसको लागि इक्जाम झन् सशक्त मजबुत बनाउनको लागि त्यो एउटा एक्स्ट्रा सेवा सुविधा लिएर आएको छ। त्यो पनि तपाईँहरू फाइदा लिनु होला, लाभ लिनु होला। सायद 4 बजे हाम्रो पेजमा हेर्नु होला, 4 बजे हुन्छ है। र यो चाहिँ नेपालको भूगोल भन्ने यो हाम्रो प्रि क्वालिफाइङको साथीहरूले पनि त्यो इक्जाम दिनु होला है साथीहरू। ल 100वटा क्वेसन, यहाँ चाहिँ भेन डायग्राम छ। ल ठिक छ। अब विभिन्न प्रदेशका नाम र राजधानी घोषणा मिति, प्रायः जसो यो राजधानी घोषणा भन्दा पनि प्रायः जसो यो राजधानी सोध्छ है। अस्ति लुम्बिनी प्रदेशको राजधानी सोधेको थियो, तर अप्सनमा दाङ देउखुरी नदिएर भालुवाङ रापती उपत्यका दिएको थियो। यसरी के बुझ्नु पर्यो त साथीहरू, यसको चाहिँ अस्थायी राजधानी टेम्पररी चाहिँ भालुवाङ थियो। यदि दाङ देउखुरी छैन भने भालुवाङ, यसरी बुझ्दा हुन्छ है। ल अब यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, यहाँबाट कोशी प्रदेशको यो नामाकरण मितिहरू अहिले याद गर्न तपाईँहरूलाई गाह्रो हुन सक्छ, त्यही भएर मोटामोटी चाहिँ याद गर्नु होला। सबैभन्दा पहिले कर्णाली, यसरी साल याद गर्नु होला। त्यसपछि कर्णाली पछि कुन भयो त साथीहरू, डाइरेक्ट यो गण्डकीमा जानु पर्यो, गण्डकी भयो। त्यसपछि सुदूरपश्चिम भयो, त्यसपछि चाहिँ बागमती भयो, त्यसपछि लुम्बिनी भयो, त्यसपछि चाहिँ मधेस भयो, त्यसपछि कोशी। यसरी चाहिँ साल याद गर्नुभयो भने, जस्तै यो 74 भयो, 75 मा 2वटा,
त्यसपछि 76 77 78 79 यसरी याद गर्दा हुन्छ क्या साल मात्र याद गर्नु होला यदि अब समय त कम छ यदि याद छ भने त झन् राम्रो बेस्ट छैन भने के गर्ने त हो त्यति चाहिँ याद गरेर जानु होला नभए यो स्थायी राजधानी चाहिँ कहिलेकाहीँ सोधिदिन सक्छ स्थायी राजधानी तपाईँहरूलाई यतिकै थाहा हुन्छ जस्तै कर्णालीको वीरेन्द्रनगर भयो सुदूरपश्चिमको गोदावरी भयो लुम्बिनीको दाङदेउखुरी गण्डकीको पोखरा बागमतीको हेटौडा मधेसको जनकपुर विराटनगर सरी मोरङको मोरङ भन्दा कोशी प्रदेशको विराटनगर है ल अब यहाँ चाहिँ जनसङ्ख्याको आधारमा प्रदेशहरूको क्रम जनसङ्ख्या यहाँ चाहिँ नम्बर अनुसार मैले यसरी राखेको छु साथीहरू यहाँ चाहिँ जनसङ्ख्याको आधारमा भन्नुपर्दा 3 2 5 बिजोड नम्बर 1 र 7 4 र 6 जोड नम्बर है अब जनसङ्ख्या सबैभन्दा बढी काठमाडौँ भएको प्रदेश बागमती प्रदेश सबैभन्दा कम कुन प्रदेश त कर्णाली यसरी पनि याद गर्दा हुन्छ 2 3 5 1 र 7 1 भनेको कोशी 2 भनेको मधेस 3 भनेको बागमती 4 भनेको गण्डकी 5 लुम्बिनी यो तपाईँहरूलाई याद हुनु पर्यो है नभए यसलाई यसरी पनि सम्झिँदा हुन्छ बिएम के भयो त लस भयो बिएम लस भयो जिके नपढ्दा ब्रेन मेमोरी लस भयो जिके नपढ्दा बागमती मधेस लुम्बिनी 1 भनेको कोशी एस भनेको सुदूरपश्चिम जी भनेको गण्डकी के भनेको कर्णाली यसरी बुझ्दा हुन्छ अब यो क्षेत्रफलको आधारमा 6 मा 1 घटाउँदा 5 अनि त्यसपछि 5 यहाँ चाहिँ गलत भएको छ है बुझ्नु है क्षेत्रफलको आधारमा 6 मा 1 घटाउँदा 5 5 को 1 अंश सानो 4 4 को 1 अंश सानो 3 यसरी हुन्छ है यहाँ चाहिँ उल्टो पुल्टो भएको छ यसलाई म मिलाउँछु मिलाएर तपाईहरुलाई यो पीडीएफमा पठाउँछु 6 मा 1 घटाउँदा 5 5 को 1 अंश सानो 4 4 को 1 अंश सानो 3 अब यो 4 3 7 अन्तिममा 2 यसलाई यसरी सम्झिँदा हुन्छ साथीहरु अब यसलाई त यादै गर्दा बेस्ट हुन्छ नभए अब अर्को तरिकाले तपाईहरु जस्तै यो के ओ भनेर यसरी सम्झिनु भयो भने त्यो झन् गाह्रो हुन्छ यसरी नै सजिलो हुन्छ है 6 मा 1 घटाउने 5 5 को 1 अंश सानो 4 4 को 1 अंश सानो 3 अब 4 3 7 अन्तिममा 2 अब मध्य प्रदेश यतिकै तपाईहरुले बुझ्न सक्नुहुन्छ सबभन्दा कम जिल्ला छ 8 वटा जिल्ला हरेक प्रदेशमा कति वटा जिल्ला त्यो पनि याद गरेर जानु होला है साथीहरु जस्तै मध्य प्रदेशमा 8 वटा कोशीमा 14 वटा कर्णालीमा 10 वटा बागमतीमा 13 वटा लुम्बिनीमा 12 वटा यो सबै याद गरेर जानु होला बुझ्नुभयो नि हरेक प्रदेशमा कति वटा जिल्ला त्यो तपाईहरु अब आफ्नो प्रदेशको त स्वतः थाहा नै होला अरु पनि छिमेकी प्रदेशहरुको थाहा होला हो त्यति 77 वटा जिल्लालाई कसरी 7 वटा प्रदेशमा बाँडिएको छ त्यो एकचोटी हेरेर जानु होला नभए त्यसको सूत्र पनि छ 8 9 10 11 12 13 14 यसरी चाहिँ याद गर्न सक्नुहुन्छ 13 14 अब 27 वर्षको केटा थियो 27 वर्षको 64 वर्षको बुवालाई 531 रुपैयाँको लुगा किनेर दियो भनेर टी शर्ट किनेर दियो भनेर सम्झिँदा हुन्छ 2 7 6 4 19 5 भनेको लुम्बिनीमा 12 वटा 3 भनेको बागमती अब 3 मा 13 यसरी 3 पनि छ भनेर बुझ्दा हुन्छ सबभन्दा बढी कोशीमा 14 वटा मधेसमा 8 वटा त्यो पनि हेरेर जानु होला है साथीहरु अब यो जनसङ्ख्या वृद्धि दरको कुरा गर्नुपर्दा अब यो वृद्धि दर लुम्बिनीमा सबभन्दा बढी जनसङ्ख्या वृद्धि दर भएको छ यसरी बुझ्दा हुन्छ सबभन्दा बढी कुनमा सबभन्दा कम कुनमा अब यहाँ हेर्नुस् जनसङ्ख्या वृद्धि दर तपाईहरु अझै कसरी याद गर्न सक्नुहुन्छ जस्तै यो जनसङ्ख्याको याद छ भने जनघनत्वलाई जस्ट यसको उल्टो गरिदिनु भयो भने यो दुईवटा मात्रै चेन्ज गर्नु भयो भने जनघनत्व आउँछ है जनघनत्व आउँछ यो बाँकी जस्ताको त्यस्तै छ कहाँ गयो जनघनत्वको आधारमा यहाँ चाहिँ फेरि के भयो हो यो हेर्नुस् त यति जस्ताको त्यस्तै छ यति जस्ताको त्यस्तै छ मात्रै 2 लाई 3 को ठाउँमा 3 लाई 2 को ठाउँमा ल्याउनु भयो भने जनघनत्वको कुरा आउँछ मधेसमा सबभन्दा बढी जनघनत्व छ है जनसङ्ख्याको तपाईहरुलाई थाहा छ भने के गर्नु होला जनघनत्वलाई जस्ट 2 लाई अगाडि 3 लाई पछाडी अरु बाँकी जस्ताको त्यस्तै त्यही मैले भन्न खोजे अब यो लैंगिक अनुपातको आधारमा सबैभन्दा बढी कुन छ त्यो चाहिँ याद राख्नु पर्छ औसत परिवारको आकारमा पनि मधेस अगाडि छ यसरी बुझ्दा हुन्छ है ल यो चाहिँ डाटा एकचोटी हेरेर जानु होला विशेष गरी अब यो लैंगिक अनुपात औसत परिवारको आकार यो जनसङ्ख्या टपिकबाट पनि इम्पोर्टेन्ट छ यहाँबाट पनि इम्पोर्टेन्ट छ यदि तपाईहरु यो सबै याद गर्न सक्नु भएन भने बढी र कम चाहिँ एकचोटी हेरेर जानु होला है साथीहरु ल अब यो प्राय जसो प्रदेशमा ठुलो जिल्ला र सानो जिल्ला सोधिरहेछ आजभोलि जस्तो अस्ति के सोधेको थियो त गण्डकी प्रदेशको सबैभन्दा ठुलो जिल्ला
सबभन्दा सानो जिल्ला, लुम्बिनी प्रदेशको सबभन्दा ठुलो जिल्ला, सानो जिल्ला हो। सबै अब हरेक प्रदेशको अब जिल्लाहरूको नाम थाहा छ भने झन् बेस्ट। नभए पनि तपाईँहरू त्यहाँ लजिक लाउनु होला। जस्तै अब तपाईँहरूलाई कर्णाली प्रदेशको तल दिएको मध्ये कर्णाली प्रदेशमा नपर्ने जिल्ला कुन हो यसरी क्वेसन सोधियो भने अब कर्णाली प्रदेशमा उतातिर कुन कुन छ त्यो जान्नु पर्यो। जस्तै जाजरकोट छ, कालीकोट छ, अझै भन्नुपर्दा जुम्ला छ, हुम्ला छ, यसरी बुझ्दा हुन्छ। जस्तै जाडो सुरु हुँदै डोल्पा छ, सुर्खेत छ, यसरी बुझ्नु पर्यो। रुकुम पश्चिम छ, हुम्ला छ, दैलेख छ, जुम्ला छ, अझै भन्नुपर्दा मुगु छ, हो यसरी बुझ्नु पर्यो है साथीहरू। हो अब त्यो तपाईँहरूलाई थाहा हुनु पर्यो। त्यहाँ अब ती बाहेक जस्तै अब त्यहाँ चाहिँ तपाईँहरूलाई बर्दिया दिइहाल्यो भने दिएको मध्ये कुन पर्दैन, बर्दिया पर्दैन, अरू पर्छ। हो अब यहाँ क्षेत्रफलमा कहिलेकाहीँ रुकुम पूर्व दिन सक्छ, रुकुम पूर्वमा झुक्याउन सक्छ। रुकुम पूर्व चाहिँ कहाँ हो त साथीहरू? लुम्बिनी प्रदेशमा। रुकुम पश्चिम चाहिँ कर्णाली प्रदेशमा। त्यो चाहिँ याद गरेर राख्नु होला। क्षेत्रफलमा ठुलो जिल्लाहरू भन्नुपर्दा अब सरी क्षेत्रफलमा मैले भने कोशी प्रदेशको सबभन्दा ठुलो जिल्ला क्षेत्रफलको आधारमा ताते भनेर सम्झिँदा हुन्छ। ताते ठुलो ताप्लेजुङ, सानो चाहिँ तेह्रथुम। ठुलो र सानो चाहिँ एनी हाउ याद गरेर जानु होला। जनसङ्ख्याको आधारमा मोते भनेर सम्झिँदा हुन्छ, मोरङ र तेह्रथुम। अब सेम त्यसरी मध्य प्रदेशको सबभन्दा ठुलो जनसङ्ख्या क्षेत्रफलको आधारमा सप्तरी, सानो चाहिँ महोत्तरी, समूह भनेर सम्झिँदा हुन्छ। जनसङ्ख्याको आधारमा ठुलो चाहिँ सर्लाही हो, सर्लाही हो साथीहरू, सर्लाही। जनसङ्ख्याको आधारमा सबभन्दा ठुलो, सबभन्दा बढी स्थानीय तह भएको पनि जिल्ला सर्लाही नै हो। 20 वटा स्थानीय तह छ यहाँ। हो यहाँ चाहिँ धनुषा मैले लेखेँ, यसलाई काट्नु होला, म सच्याएर पठाउँछु साथीहरू। जनसङ्ख्यामा सानो भन्नुपर्दा पर्सा हो, सप भनेर सम्झिँदा हुन्छ। अब बागमती प्रदेश, अब बागमती प्रदेशको बारेमा भन्नुपर्दा क्षेत्रफलमा ठुलो जिल्ला शिव भनेर सम्झिँदा हुन्छ। सिन्धुपाल्चोक, भबाट भक्तपुर, शिव। जनसङ्ख्याको आधारमा अब काठमाडौँ, कार भनेर सम्झिँदा हुन्छ। रसुवा ठुलो र सानो। अब गण्डकी प्रदेशको गोर्खा र पर्वत, गोप, कास्की र मनाङ, काम भनेर सम्झिँदा हुन्छ। अब लुम्बिनी प्रदेशको दाङ र नवलपरासी, पूर्व भनेको नवलपुर। र अब अझै भन्नुपर्दा जनसङ्ख्यामा ठुलो, अब एकछिन है साथीहरू, यो लुम्बिनी प्रदेशको अब सबभन्दा ठुलो जिल्ला क्षेत्रफलको आधारमा दाङ भयो, सानो चाहिँ नवलपरासी पश्चिम, नवलपरासी पश्चिम। किनभने यो नवलपुर त गण्डकीमा छ। नवलपुर भनेको नवलपरासी पूर्व, बर्दघाट सुस्ता पूर्व, गण्डकी परासी चाहिँ पश्चिम भनेको यसरी बुझ्दा हुन्छ। यहाँ नवलपरासी पश्चिम यो के भन्दैछ, नवलपरासी पश्चिम नलेखेर तपाईँहरू परासी मात्रै लेख्दा पनि हुन्छ, परासी मात्रै लेख्दा पनि हुन्छ है साथीहरू। ल यो म एकछिनमै सच्याएर तपाईँहरूलाई एकछिनमै यो नोट तपाईँहरूको एपमा म उपलब्ध गराइहाल्छु। अब जनसङ्ख्यामा ठुलो रूपन्देही, सानो चाहिँ रुकुम पूर्व भनेर बुझ्दा हुन्छ है। 4वटा जिल्लाहरू टुक्रिए, इट यसरी भन्नुहोस् 2वटा जिल्लाहरू टुक्रिए, त्यो 2वटा जिल्लाहरू टुक्रिएर 4वटामा कन्भर्ट भए। अब यहाँ चाहिँ हामीले के बोल्नु पर्यो त, कुन कुन टुक्रियो त? नवलपरासी हो, नवलपरासी टुक्रिएर नवलपुर र परासी भयो, जुन चाहिँ नवलपुर गण्डकीमा छ, परासी चाहिँ लुम्बिनीमा छ। त्यही भएर मैले त्यहाँ परासी लेखेँ है। त्यो पनि त्यति चाहिँ जानकारी हुनुपर्ने हुन्छ। अब त्यसरी रुकुम टुक्रिएर केमा परिणत भयो त? रुकुम पूर्व र रुकुम पश्चिम। रुकुम पूर्व चाहिँ लुम्बिनीमा हो, रुकुम पश्चिम कर्णालीमा। ती 4वटा जिल्लाहरूको बारेमा पनि याद गरेर जानु होला। जस्तै हामीलाई थाहा भइहाल्छ कहाँ मिस्टेक भयो, के भयो, हेर्ने बित्तिकै थाहा भइहाल्छ। तर तपाईँहरूलाई पनि त्यति कुराहरू थाहा छ भने त्यो मिलाउन सक्नुहुन्छ। अब नवलपुर त लुम्बिनीमा पर्दैन कसरी भयो त? हो त्यहाँ चाहिँ मिस्टेक भएको छ, परासी। त्यो चाहिँ म सच्याएर एकछिनमै पठाइदिन्छु है। ल अब कर्णाली प्रदेशको बारेमा भन्नुपर्दा क्षेत्रफलमा ठुलो चाहिँ डोल्पा हो। अब सानो चाहिँ यो त अल ओभर नेपालमै सबभन्दा ठुलो जिल्ला हो डोल्पा। क्षेत्रफलमा सानो चाहिँ रुकुम पश्चिम। अब जनसङ्ख्यामा सुड्डो भनेर सम्झिँदा हुन्छ सुर्खेत र डोल्पा। अब कर्णाली पछि अब यो सुदूरपश्चिम प्रदेशमा भन्नुपर्दा सुदूरपश्चिममा बझाङ, जनसङ्ख्याको आधारमा यहाँ चाहिँ
क्षेत्रफलको आधारमा ठुलो चाहिँ बझाङ, क्षेत्रफलमा सानो चाहिँ बैतडी, जनसङ्ख्याको आधारमा ठुलो कैलाली, सानो चाहिँ दार्चुला। बबै भनेर कैदा भनेर सम्झिँदा हुन्छ है। हो, यति जानिसकेपछि अब तपाईँहरू त्यो भौगोलिक अवस्था थाहा भइसकेपछि अब भौगोलिक अवस्थितिको बारेमा जान्नुपर्ने हुन्छ, धरातलीय स्वरूपको बारेमा जान्नुपर्ने हुन्छ। अब धरातलीय स्वरूपमा हिमाल, पहाड, तराई। अब यो धरातलीय स्वरूपमा यहाँ जेसुकै भए पनि म तपाईँहरूलाई एउटा कुरा के जानकारी गराए त, यति कुरा चाहिँ याद राख्नु होला है साथीहरू। जस्तै अब तपाईँहरूलाई नेपालमा तराईले कति प्रतिशत भूभाग ओगटेको छ भनेर सोध्दैन। कसरी सोध्छ त, नेपालको कुल भूभाग मध्ये खास तराईले कति प्रतिशत भूभाग ओगटेको छ, त्यसरी क्वेसन सोध्छ है। हो, यसरी भन्नु पर्यो। भौगोलिक हाम्रो धरातलीय स्वरूपको बारेमा भन्नुपर्दा भौगोलिक विभाजन हामीलाई थाहा छ 3 भागमा, हिमाल, पहाड, तराई। तर यिनीहरूको पनि उपविभाजन छ क्या साथीहरू। उपविभाजन के छ त, तराईलाई 3 भागमा बाँडिएको छ, खास तराई, भावर प्रदेश, भित्री मधेस। अब त्यसरी पहाडलाई पनि 3 भागमा बाँडिएको छ। कुन कुन त, चुरे, महाभारत, मध्यभूमि। हिमाललाई पनि 3 भागमा बाँडेको छ, मुख्य हिमाल, भित्री हिमाल, सीमान्त हिमाल। हो, त्यसलाई चाहिँ मैले एउटा चित्र मार्फत बुझाउने प्रयास गरेँ। यहाँबाट क्वेसनहरू जस्तै यसरी छ, यसरी बुझ्नु पर्यो साथीहरू। चुरे आउँछ अनि त्यसपछि भावर, त्यसपछि भित्री मधेस आउँछ, भित्री मधेस। त्यसपछि चाहिँ यसरी, किनभने नेपालको अब यो दक्षिणदेखि उत्तरको चित्र हो, नेपालको यसरी बुझ्नु पर्यो साथीहरू। दक्षिणदेखि उत्तर चाहिँ यसरी माथितिर उत्तरतिर उचाइ बढ्दै गइरहेछ, कतै फेरि त्यो सानो छ, कतै फेरि त्यस्तो छ है, यसरी। अब जस्तै सबैभन्दा अब यतातिर दक्षिणतिर खास तराई भयो, खास तराई, खास तराई। यो भनेको साँगुरो पेटी जस्तो भावर प्रदेश, भावर प्रदेश। यो भनेको चुरे कटेर भित्रतिर भएको हुनाले भित्री मधेस, भित्री मधेस, भित्री मधेस, भित्री मधेस। अब तपाईँहरूले के भन्नु पर्यो त, सबै तराई एक ठाउँमा, सबै पहाड एक ठाउँमा, सबै हिमाल एक ठाउँमा, त्यसरी छैन है। कतै अग्लो भाग छ, फेरि तल गएर समथल छ, फेरि माथि अग्लो छ, फेरि समथल छ, यसरी छ नि। हो, अब यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, खास तराई, खास तराई, भावर प्रदेश, भित्री मधेस, यो तराईको 3वटा उपविभाजन। अब चाहिँ अर्को इङ्क आउँदैन र यहाँ, ल। अब यो चाहिँ हामीले के बुझ्नु पर्यो त, चुरे हो, चुरे। किनभने उचाइको आधारमा धरातलीय स्वरूप निर्धारण गरेको छ। चुरेपछि यो महाभारत, महाभारत, महाभारत श्रेणी। यहाँबाट एउटा न एउटा क्वेसन सोधिरहेको हुन्छ है। मध्यभूमि, 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 मध्यभूमि। यो भनेको पहाडको 3वटा उपविभाजन। अब यो हिमाल, हिमालमा भनेको यो मुख्य हिमाल जहाँ चाहिँ यो हल्का चाहिँ अग्लो हुन्छ, 8000 मिटर अग्ला हिमालहरू छन्। मुख्य हिमाल, मुख्य हिमाल, मुख्य हिमाल, भित्री हिमाल, भित्री हिमाल, र अर्को चाहिँ यो के त, सीमान्त हिमाल, सीमान्त हिमाल, सीमान्त हिमाल। अब यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, खास तराईले कति प्रतिशत भूभाग ओगटेको छ साथीहरू, 4% भूभाग नेपालको कुल। भावर प्रदेशले 4.5, भित्री मधेसले 8.5% भूभाग ओगटेको छ। अब यो 3वटै जोड्नु भयो भने कति हुन्छ, 17%। तराईले कति प्रतिशत भूभाग ओगटेको छ भनेर सोध्यो भने समग्रमा 17, जसमध्ये खास तराईले 4, भावर प्रदेशले 4.5, भित्री मधेसले 8.5। अब यो चुरेले कति प्रतिशत त, 12.7%। यो महाभारतले 25.8, 25.8%। यो भनेको 29.5, 29.5। अब यिनीहरू जोड्नु भयो भने कति हुन्छ त साथीहरू, 68%। पहाडले कति प्रतिशत त समग्रमा, यो 3वटै जोड्नु भयो भने 68 हुन्छ। पहाडले 68, तराईले 17, यो समग्रमा 15%। यसरी चाहिँ यिनीहरूको टोटल भयो, जसमध्ये अब तपाईँहरूलाई महाभारतले कति प्रतिशत ओगटेको छ भनेर यसरी सोधिन सक्छ। र तपाईँहरू यसरी बुझ्नु पर्यो, यो पहाड कटेर भित्रतिर तराई भएको हुनाले भित्री मधेस नाम राखिएको छ, इनर तराई। यहाँ चाहिँ हामीले के बुझ्नु पर्यो त, यहाँबाट अब तार्किक किसिमको प्रश्नहरू सोधिन सक्छ। चुरे र महाभारतको बिचमा के छ, भित्री मधेस। खास तराई र चुरेको बिचमा के छ, भावर। चुरेको उत्तरमा के छ, भित्री मधेस। भित्री मधेसको उत्तरमा के छ, महाभारत।
महाभारतको उत्तरमा के छ? मध्यभूमि। मध्यभूमिको उत्तरमा के छ? मुख्य हिमाल। इट मिन्स यो दक्षिणबाट उत्तरतिर जाँदै गइरहेछ क्या साथीहरू। उचाइको आधारमा जस्तै यति रेन्ज चाहिँ 610 सम्म तराई, 3000 सम्म यसरी चाहिँ पहाड, त्यसपछि यता सबै हिमाल, यसरी उचाइको आधारमा धरातलीय स्वरूप निर्धारण गरेको छ है। ल यसो हो साथीहरू, छुट्टी त दिनुपर्ने थियो, तर अब यहाँ हेर्नुहोस् है, अब नेपाल सरकारले नै सार्वजनिक बिदा हिजो मात्रै राखेको छ। मलाई नि थाहा छ आज चाहिँ बिहानको अरग हो, अब छुट्टी चाहिँ हुनुपर्ने थियो, तर तपाईँहरू यति चाहिँ याद राख्नु, इक्जाम पनि त नजिक छ। पछि तपाईँहरू यो रेकर्डेड भिडियो पाउनुहुन्छ। यो हाम्रो चाहिँ छठ पूजा अब जसको जसको घरमा छ उहाँहरू चाहिँ पछि रेकर्डेड भिडियो फुर्सदको समयमा हेर्नु होला। किनभने अब त इक्जाम यदि 10 दिन समय भएको भए त मजाले आज छुट्टी दिन्थे। अब इक्जाम 3 दिन मात्रै, किनभने त 14 गतेसम्म मात्रै क्लास हुन्छ, हो कि होइन? अनि त्यसपछि 15 गते त इक्जाम छ, अब 15 गते त क्लास गराएर हुँदैन। त्यही भएर हामीले बाध्य भएर गराउनु पर्यो क्या। बुझ्नुभयो नि साथीहरू? हो, उचाइको कुराहरू यहाँ सबै मैले राखिसकेको छु है। यहाँ हेर्नु होला, कहाँ गयो यो धरातलीय स्वरूप। ल, तराई 600, अब 610 पनि भनिन्छ, 601 देखि 3000, 3000 देखि 848। अब चौडाइ लम्बाइ सबै राखेको छ, यो हेर्नु होला एकचोटि। अब जिल्ला कतिवटा छ? 21, 35, 21। कति कति प्रतिशत भूभाग? 15, 68, 17। त्यो अघि पनि मैले भनिसकेँ। जनसङ्ख्या 6.08, 40.31, 53.61, यसरी बुझ्दा हुन्छ है। ल, यहाँ चाहिँ सबै छ। हो, अब तपाईँहरूलाई के सोध्छ त? यिनीहरूको विशेषताहरू सोध्छ है साथीहरू। अब विशेषताहरू यहाँ चाहिँ धेरै लामो विशेषताहरू होला, तर पनि तपाईँहरू चाहिँ यो महाभारत महाभारत र चुरेको विशेषता पढेर जानु होला। जस्तै अब चुरेलाई के नामले चिनिन्छ? डुन्डुवा, शिवालिक, चुलाचुली, मैनाचुली, भटवाना चुरे, यस्ता यस्ता नामले चिनिन्छ है। अब यो चुरेलाई वाटर रिचार्जिङ इन तराई पनि भनिन्छ, नवीनतम हिमालय पनि भनिन्छ, आउटर हिमालय पनि भनिन्छ, बाह्य हिमालय। सेम त्यसरी अब महाभारत श्रेणीलाई मोडदार पर्वत, नेपालको हावाखोरी, हिल स्टेसन अफ नेपाल, लघु हिमालय, र अझै भन्नुपर्दा चुरेको अग्लो भाग गारवा, कैलाली। त्यसरी अझै भन्नुपर्दा अब यो महाभारतको अग्लो भाग सैलुङ डाँडा हो। यसरी यी सब कुराहरू चाहिँ यहाँ चाहिँ विस्तृत तरिकाले, विस्तृत भनेको हल्का मेन मेन कुराहरू नै मैले राखेको छु, ताकि तपाईँहरूलाई यो इक्जामको समयमा धेरै बर्डन नभएर मेन मेन कुराहरू मात्रै पढेर जानु होला भनेर यसरी राखेको छु साथीहरू। जस्तै अब यो भित्री हिमाल, सीमान्त हिमालहरूबाट खासै सोध्दैन, प्रायः जसो सोध्ने भनेको यही चुरे र महाभारत क्षेत्रबाट। जस्तै चुरेलाई के नामले चिनिन्छ भनेर सोधियो भने, जस्तै चुरेको अग्लो भाग गारवा, कैलाली, महाभारतको अग्लो भाग सैलुङ, दोलखा, यति मिटर उचाइमा। जस्तै यो 3150 पनि दिन सक्छ है, 45 छैन भने 50 पनि दिन सक्छ। एक्चुअलमा 3148 जति हुन्छ। अब त्यही टेन्टेटिभ त्यतिमै दिन्छ। यदि 50 दिएको छ भने 50, एकदम सठिक अप्सनहरू दिँदैन। अब उपनाम भन्नुपर्दा जस्तै शिवालिक, बाह्य हिमालय, वाटर रिचार्जन तराई, तेस्रो स्तरको नदीहरूको उद्गम स्थल भनेको चुरे हो। अब यो महाभारत क्षेत्रलाई के भनिन्छ त? लघु, होचो हिमालय, नेपालको हावाखोरी, हिल स्टेसन अफ नेपाल भनेर यस्ता यस्ता उपनामले चिनिन्छ, मोडदार पर्वत भनेर चिनिन्छ। अब मध्यभूमि भनेको प्रायः जसो यसरी बुझ्दा हुन्छ साथीहरू, पहाडी फाटाहरू, भ्यालीहरू, जस्तै काठमाडौँ भ्याली भयो, कृषि उत्पादनमा समृद्ध क्षेत्रहरू भन्दा यसरी चाहिँ हल्का चाहिँ केही डेफिनेसनहरू पनि मैले राखेको छु, त्यो हेरेर जानु होला। अब यति चाहिँ अब खास तराईको बारेमा यी सब कुराहरू छ। यो एकचोटि हेर्नु होला, अब यो नोटबाट हेर्नु होला साथीहरू, किनभने अहिले चाहिँ यो सबै क्लासमा गराएर पनि पोसिबल हुँदैन, एक दिनमै सकिनु पर्ने छ, त्यो पनि बुझ्नु पर्यो। अब यो भित्री मधेसमा 7वटा जिल्लाहरू तपाईँहरू हेर्नु होला। जस्तै क्षेत्रफल मैले अघि नै लेखाइसकेको छु, 8.5। अब यहाँ चाहिँ तपाईँहरूले के बुझ्नु पर्यो त? भित्री मधेसमा पर्ने जिल्लाहरू उ, सिम, चिन, दासु भनेर सम्झिँदा हुन्छ, सूत्र पनि राखेको छु। अब क्षेत्रफलको आधारमा दा, सिसु, म, चिउन भनेर पनि बुझ्दा हुन्छ। दा, सिसु, म, चिउन 8वटा जिल्लाहरू छन्। जसमध्ये पूर्वी भित्री मधेसमा कुन कुन छ, मध्य भित्री मधेसमा कुन कुन छ, पश्चिम भित्री मधेसमा कुन कुन छ, त्यसरी बुझ्दा हुन्छ है। हो, त्यति जानिसकेपछि अब चाहिँ प्राकृतिक स्रोतहरूमा हिमालहरू।
यो हिमालहरूमा पनि अब 8000 मिटर अग्ला हिमालहरूको उचाइ, जस्तै अस्ति चाहिँ जनपद प्रहरी इन्सपेक्टरमा के क्वेसन सोधेको थियो त, धौलागिरी हिमालको उचाइ कति छ भनेर। हो त्यो चाहिँ हिमालहरूको अब उचाइ चाहिँ हेरेर जानु होला साथीहरू। यहाँ चाहिँ अरू अरू पनि कुराहरू, जस्तै आरोहणको लागि कतिवटा हिमालहरू खुल्ला गरिएको, सबै आरोहणको लागि 476वटा हिमालहरू खुल्ला गरिएको। सबभन्दा पहिलो कुन त अन्नपूर्ण कहिले गर्यो त्यो, अब यसको उचाइ त्यो पनि राखेको छ। अन्तिम आरोहणको लागि 57वटा हिमाल एकै दिन यति मितिमा गरेको थियो, राजपत्रमा यो मितिमा प्रकाशित भएको थियो, त्यो पनि राखिदिएको छु। तर चाहिँ तपाईँहरू चाहिँ यो स्केलमा सिडिएमए भनेर यो 8वटा हेरेर जानु होला। यसको सूत्र के छ त, स्केलमा सिडिएमए, स्केलमा सिडिएमए। अब सगरमाथाको त सबैलाई थाहा छ, फिटमा पनि 29031.69 फिट हेरेर जानु होला। कञ्चनजङ्घाको 8586, लोत्सेको 8516, यो 3वटा हिमालहरू 8500 मिटर भन्दा अग्ला छन्। अब मकालु, चोयु, धौलागिरी, मनासलु यिनीहरूको, जस्तै अब यो मनासलुको तपाईँहरूलाई याद छ भने, सरी मकालुको याद छ भने मनासलुको पनि याद छ भनेर बुझ्दा हुन्छ, किनभने यसको नाम पनि म दुईवटामा। अब तपाईँहरूलाई यहाँ चाहिँ कन्फ्युजन हुनसक्छ, जस्तै नेपालको चौथो अग्लो हिमाल सोध्यो भने मकालु कि मनासलु, अब क र नमा कुन अगाडि आउँछ त, क अगाडि आउँछ, मकालु अगाडि भनेर बुझ्दा हुन्छ। र यहाँ अझै एउटा सिमिल्यारिटी के छ त साथीहरू, नाम पनि कमन, पछाडिको दुईवटा डिजिट पनि कमन छ क्या। यहाँ पनि 63 छ, यहाँ पनि 63 छ। यसरी तपाईँहरू आफै पनि यसको याद छ भने योभन्दा त कम होला, पक्कै पनि योभन्दा कम होला, योभन्दा झन् कम होला, किनभने यसरी क्रम नै हो भनेर तपाईँहरूलाई थाहा छ भने। जस्तै अब हिम श्रृङ्खला, जस्तै अस्ति शिक्षक सेवामा के सोधेको थियो त, यो मनासलु हिमाल कुन हिम श्रृङ्खलामा पर्छ, गणेश हिम श्रृङ्खला। हिम श्रृङ्खला पनि, जिल्ला, प्रदेश पनि यसरी राखिदिएको छु, हेर्नु होला। यति चाहिँ मेन धेरै कुराहरू थियो साथीहरू, त्यसलाई चाहिँ मैले समराइज गरेर मेन यति पढेर जानुभयो भने पनि अन्तिम समयमा त अब यो जेनजे आन्दोलनले, दसैँले, तिहारले जुन तपाईँहरू पढ्नु भएको थियो नि, हो त्यो चाहिँ हल्का चाहिँ तपाईँहरूको त्यो पढाइको प्याटर्न पनि धेरैजनाको बिग्रियो होला, र त्यो डिस्टर्बेन्सले पनि अब धेरैजनालाई अब कहाँबाट स्टार्ट गर्ने, के कुराहरू पढ्ने भन्ने कुरामा कन्फ्युजन छ होला। हो त्यही कन्फ्युजन दूर गर्नको लागि यति कुराहरू हेरेर जानु भनेर यो फाइनल रिभिजन क्लास गराएको हो क्या साथीहरू। यो नगराउँदा पनि हुन्थ्यो, तपाईँहरूलाई क्वेसन एन्सर गराएर ल अब 4-5 दिन त हो क्वेसन एन्सर गराएर सकाएर गराउँदा हुन्थ्यो। तर हाम्रो करेन्ट अफेयर्समा रोजेनाजी त्यो तपाईँ जुन पढ्नु भएको छ नि 468वटा, हो त्यो भनेको तपाईँ रङ डाटा पढ्नु भएको छ। एक्चुअलमा भन्नुपर्दा त्यो 468 हुनै सक्दैन। जुन 15वटा ट्रेकिङ पर्पजको लागि जुन राखेको छ नि, हो तिनीहरू पनि आरोहणको लागि खुल्ला गरिएको छ। तर 5800 मिटर भन्दा मुनिको हिमालहरू जुन छ नि, हो त्यो 5800 भन्दा मुनिको हिमालहरूको लागि पर्मिसन चाहिँदैन, त्यो ट्रेकिङ पर्पजको लागि राखिएको छ भनेर त्यो 5 घटाएर अनि त्यसपछि 468 मात्रै बुकहरूमा, न्युज पत्र पत्रिकाहरू, अब रातो पार्टी, सेतो पार्टी, अझै भन्नुपर्दा अनलाइन खबरहरूमा त्यसरी राखेको छ। तर तपाईँ पर्यटन विभागको मन्त्रालय वेबसाइट भिजिट गर्नुभयो भने त्यहाँ फ्याक्ट्स एन्ड फिगर भन्ने एउटा पुस्तक छ, हो त्यहाँ चाहिँ स्पष्ट तरिकाले के उल्लेख गरेको छ त, मैले त्यो कुरा तपाईँहरूलाई डाउट होला, कन्फ्युजन होला भनेर अलरेडी स्पष्ट तरिकाले यहाँ राखिदिएको छु है साथीहरू। यहाँ हेर्नुहोस् कहाँ मैले राखेको छु, यहाँ राखेको छु कि छुइनँ, यहाँ राखेको होला है। ल यहाँ हेर्नुहोस्, हालसम्म आरोहणको लागि खुल्ला गरिएको हिमाल 476 नै हो, जसमध्ये 5800 मिटर उचाइ भएका 15वटा हिमालहरूलाई ट्रेकिङ डेस्टिनेसन पिक्स भनिन्छ। यस्ता हिमालहरू आरोहणको लागि खुल्ला गरिए पनि तिनको लागि अनुमति पर्दैन। तथापि यी हिमालहरू पनि खुल्ला गरिएको हिमालको सूचीमै पर्ने भएको हुनाले कुल 476 नै हुन्छ भनेर यो मैले आफैले भेरिफाई गरेर राखेको डाटा हो। जीके टिचरको काम मात्रै बुकको डाटा पढाउने होइन, रिसर्च पनि गर्नुपर्छ। हो यसरी बुझ्नु पर्यो, आरोहणको लागि 476 नै हो साथीहरू। तपाईँहरू त्यो फ्याक्ट्स एन्ड फिगर भन्ने त्यो मसँग पुस्तक पनि थियो, अहिले कहाँ छ मलाई त्यो थाहा भएन, त्यहाँ पनि मैले अलरेडी सबै कुराहरू भेरिफाई गरिसकेको छु। हो 15वटा। अब यहाँ चाहिँ तपाईँहरू योभन्दा अगाडि कति पढ्नु भएको छ, 419 पढ्नु भएको थियो नि आरोहणको लागि, हो कि होइन? हो त्यसमा पनि त्यो 15वटा यो यति मिटर भन्दा मुनिको हिमालहरू जोडेरै थियो क्या, पछिदेखि 57 थपियो क्या।
अब 57 थपिसकेपछि तपाईँहरू 419 मा पहिले यदि 419 तपाईँहरू पढ्नु भएको थियो, अब 57 थपिसकेपछि कति हुन्छ त? 476 हुन्छ, हो कि होइन? यो 6 भयो, यो 5 1 6 1 7 भयो, यो 4 476 हुन्छ। अनि पहिले चाहिँ 419 पढ्ने, त्यतिखेर चाहिँ यो 15वटा हिमाल नघटाइकन पढ्ने, अहिले चाहिँ आएर 15वटा हिमाल घटाउने, त्यस्तो नि हुन्छ। मैले भनेको कुरा बुझ्नु भयो कि बुझ्नु भएन? त्यो करेन्ट अफेयर्समा कहाँ पढ्नु भयो त्यो चाहिँ मिस्टेक रहेछ, त्यसलाई चाहिँ सच्याउनु होला है। जात जातिमा पुगेकै छुइनँ मैले, त्यही भएर यहाँ तपाईँहरू, मलाई थाहा छ यति वर्ष पढाएको अनुभवले थाहा छ कहाँ स्टुडेन्टहरूलाई कुन कुरामा कन्फ्युजन हुन्छ, कहाँ कहाँ विवादास्पद कुराहरू छ, ती सबै कुराहरूलाई म चाहिँ क्लियर गरिदिन्छु, टेन्सन नलिनुहोस् ल। अब हिमालपछि तपाईँहरू चाहिँ अझै के याद गर्नु होला साथीहरू? नदी, ताल तलैया र खनिज पदार्थ, यी तीनवटाबाट क्वेसन एउटा न एउटा सोध्छ। तपाईँहरूको मोडल सेटमै रारा तालको बारेमा राखेको छ, हो कि होइन? इट मिन्स मोडल सेटमा यदि तालको बारेमा राखेको छ भने तालबाट त क्वेसन सोधिदिन सक्छ, हो कि होइन? करेन्ट अफेयर्स कहिले पढाउनुहुन्छ? एकै दिनमा पहाड्ने हो त साथीहरू? हुँदैन नि, पढाइ भइसकेको छ करेन्ट अफेयर्स, यो त एक्स्ट्रा भइरहेछ। करेन्ट अफेयर्स भोलि हुन्छ, बुझ्नुभयो नि? हामी पनि प्लानिङ गरिरहेछौँ। एकै दिनमा तपाईँहरूलाई पनि सबै दियो भने त के भन्दैछ, दिनभरि क्लास जान्छ। एउटा भूगोल त सक्न त अब ल तपाईँहरू भूगोलमा यति यति मात्रै पढ्नु भनेर पनि त हुँदैन नि, यो त इम्पोर्टेन्ट छोड्नु भएन नि ल। नासुको क्लास न्यू आजबाट हुन्छ, आजबाट बेलुका चाहिँ छुट्टै नयाँ टपिक हुन्छ, अन्तर्राष्ट्रिय सङ्घ संस्था हुन्छ। यो चाहिँ के भन्दैछ, प्रि क्वालिफाइङको साथीहरूको लागि छैन, तर पनि प्रि क्वालिफाइङको साथीहरू होइन म पढ्छु भनेर अहिले चाहिँ 2-3 दिन टाइम छ, पढ्दा हुन्छ। तर प्रि क्वालिफाइङको लागि आज चाहिँ राति फेरि आर्थिकको हुन्छ क्या, दुईवटा टपिक प्यारलल हुन्छ, बिहान एउटा बेलुका एउटा, फाइनल रिभिजन क्या। तपाईँहरूलाई हामी अझै यो एक्स्ट्रा सेवा सुविधाहरू दिइरहेछौँ, तपाईँहरू पनि एनालाइज गर्नुहोस्। यति गर्नु पर्थ्यो र पर्दैन थियो, तर पनि गरिरहेछौँ क्या ल। कोर्स त हाम्रो अस्ति नै कम्प्लिट भएको होइन, अनि कम्प्लिट मात्र होइन 2 पटक कम्प्लिट भयो ल। करेन्ट अफेयर्स भोलि हुन्छ रोजिनाजी, त्यसको लागि टेन्सन नलिनुहोस् है। करेन्ट अफेयर्स भोलि हुन्छ, आर्थिक आज हुन्छ, आज आर्थिक, भोलि करेन्ट अफेयर्स, अनि त्यसपछि भोलि यो हाम्रो बिहान चाहिँ वातावरण पारिस्थितिक पद्धतिको गराइदिन्छु, अनि त्यसपछि इतिहास, विश्वको इतिहासमा त मेन कुराहरू, अनि नेपालको इतिहास हल्का लामो छ, अनि त्यसपछि जात जाति धर्म संस्कृतिहरू भर्खरै पनि क्लास सकिसकेको छ। प्रथाहरूको बारेमा भर्खरै हिजोसम्म क्लास, हिजो भनेको हिजो बिदा थियो, त्यसको 1 दिन अगाडिसम्म रिसेन्टली पढ्नु नै भएको छ। अब त्यो सब कुराहरू भयो भने फेरि म गराइदिन्छु ल ल। अब युएनओ 80औं महासचिव को हो भनेर भन्नुभएको छ हाम्रो माला बाबु शाहजी। तपाईँ चाहिँ त्यो बुझ्न चाहिँ गलत बुझ्नु भएको छ। युएनओमा अहिलेसम्म 9वटा मात्रै महासचिव भएको छ, 9वटा पछि त एउटा पनि भएको छैन। अहिले हालको महासचिव एन्टोनियो गुटेरस हो। तपाईँ चाहिँ सायद 80औं महासभाको अध्यक्षको बारेमा कुरा गर्दै हुनुहुन्छ। एकचोटि हेर्नु होला 80औं महासभाको अध्यक्ष, प्रेसिडेन्ट अफ युएनओ भनेर त्यो आउँछ है साथीहरू, नेटमा एकचोटि हेर्नु होला। यो अङ्ग्रेजहरूको नाम मलाई खासै धेरै याद हुँदैन, अप्सनहरू हेऱ्यो भने थाहा हुन्छ। त्यो तपाईँले गरेको क्वेसन चाहिँ गलत हो ल। यहाँ चाहिँ क्लियर भयो, यति यति बुझिसक्नु भयो भने अब सगरमाथाको बारेमा केही हल्का कुराहरू हेरेर जानु होला साथीहरू, सगरमाथाको बारेमा हेरेर जानु होला। अब चाहिँ विशेष गरी तपाईँहरू नदी नालामा के छुट्याउनु भएन त, यहाँ हेर्नुहोस्, नदी नालालाई मैले एकदम सजिलो तरिकाले तपाईँहरूको यहाँ टपिक के भन्दैछ एउटा चार्ट बनाएर राखिदिएको छु यो नोटमा। यहाँ हेर्नुहोस्, कोशी नदी, गण्डकी नदी, कर्णाली नदी, यसको सबै एउटै यसरी लम्बाइ पनि छ, बहाव क्षमता पनि छ, अनि त्यसपछि विद्युत क्षमता, सिँचाइ क्षमता, प्रभाव क्षमता, अन्य विशेषताहरू सबै यहाँ राखेको छु है। यहाँ सबै यो यति चार्ट एउटा हेरेरै जानु होला। यो नदीमा यो चार्ट चाहिँ तपाईँहरू मिस नगर्नु होला साथीहरू। सहायक नदी, ठुलो सहायक, सानो सहायक, सबै यो हेरेर जानु होला। हो, यो हेरिसकेपछि अनि त्यसपछि समय छ भने उद्गम स्थल र पौराणिक नाम, यो 2वटा कुराहरू।
उद्गम स्थल र पौराणिक नामबाट कहिलेकाहीँ क्वेसनहरू सोध्छ, यति हेरेर जानु होला। त्यसपछि अरू चाहिँ छोडिदिनु। भारत पुगिसकेपछि के नामले चिनिन्छ 4-5 वटा नदीहरूको हेरेर जाँदा हुन्छ। अनि त्यसपछि चाहिँ डाइरेक्ट ताल तलैयामा जानु होला। अब यो ताल तलैयामा रारा ताल, फोक्सुन्डो ताल, तिरिचो ताल, फेवा ताल र छोरोल्पा ताल, यति ताल चाहिँ हेरेर जानु होला। जसमध्ये पनि विशेष गरी यो तालहरू, यो 3वटा चार्ट बनाएर राखिदिएको छु, यो हेरेरै जानु होला है। यति चाहिँ मैले तपाईँहरूसँग रिक्वेस्ट नै गरेँ, किनभने मेरो अनुभवमा यहाँबाट क्वेसनहरू सोधिरहेको हुन्छ। ल यो चाहिँ हेरेर जानु होला, किनभने यो चाहिँ ताल मैले किन विशेष गरी बढी फोकस गरेँ त, ताल तपाईँहरूको मोडल क्वेसनमै त्यहाँबाट क्वेसन राखेको छ क्या। प्रि क्वालिफाइङको जुन लोकसेवाले मोडल क्वेसन निकालेको छ नि, यस्तो यस्तो किसिमको क्वेसन सोध्ने हो, त्यही राखेको हुनाले मैले चाहिँ यसलाई प्रायोरिटी के थाहा अब क्वेसन बनाउने मान्छेले यहाँबाट एउटा लिनुपर्छ भनेर मेन्टालिटी बनाएको होला, त्यो पनि हामीले एज्युम गर्नुपर्छ। हो यो चाहिँ हेरेर जानु होला। र अरू तालहरू कुन कुन जिल्लामा छ, जिल्ला मात्रै, अब धेरै कुराहरू अहिले समय छैन तपाईँहरूसँग रट्ने। हो त्यो ताल गरिसकेपछि एउटा अझै तपाईँहरूसँग रिक्वेस्ट के छ साथीहरू, हावापानी चाहिँ नछोड्नु होला। हावापानीबाट प्रायः जसो एउटा न एउटा क्वेसन सोधिरहेको हुन्छ, हावापानीबाट सोध्छ। हावापानी पनि मैले यहाँ राखिदिएको छु, यो चाहिँ तालहरूकै बारेमा भयो। अब यो अरू अरू तालहरू कुन कुन जिल्लामा कस्तो आकारको त्यो हेरेर जाँदा हुन्छ, जस्तै कुन ताल कुन जिल्लामा पर्छ यसरी राखिदिएको छु, एकचोटि सर्फेसली हेरेर जानु होला। अब यो झरना भन्ज्याङहरू हुन त प्राकृतिक स्रोतहरूमा सोध्छ। अब यो खनिज पदार्थहरूबाट सोधिदिन सक्छ क्वेसन, बारम्बार सोधेको छ चुनढुङ्गाको लागि, मार्बलको लागि, अझै भन्नुपर्दा स्लेटको लागि, यस्ता यस्ता सोधेको छ साथीहरू, त्यो पनि हेरेर जानु होला। प्राकृतिक स्रोतहरूमा पर्छ। र हावापानी कहाँ गयो, यो माटो चाहिँ नहेर्दा नै हुन्छ, माटोबाट त्यति इम्पोर्टेन्ट छैन। यो हावापानी हो, यो हावापानी चाहिँ यिनीहरूको उचाइ चाहिँ हेरेर जानु होला। उष्ण मनसुनी हावापानी, न्यानो समशीतोष्ण हावापानी, ठन्डा समशीतोष्ण र लेकाली हावापानी, हिमाली हावापानी, यति चाहिँ हेरेर जानु होला। र यहाँ चाहिँ तपाईँहरू चाहिँ यसमा वन जङ्गल पनि जोड्न सक्नुहुन्छ, जस्तै सदाबहार वन जङ्गल यति नै उचाइमा, त्यसपछि पतझड यति नै उचाइमा, कोनधारी यति नै उचाइमा पाइन्छ, र लेकाली अल्पाइन वनस्पतिहरू पनि यति, टुन्ड्रा यतिमा पाउँछ। इट मिन्स हावापानी र वन जङ्गल याद गर्न सजिलो छ। वन जङ्गललाई पनि 5 भागमा बाँडेको छ। उचाइ याद गर्नलाई यही यति मिटर उचाइमा है, यति मिटर उचाइमा। जस्तै यहाँ चाहिँ सदाबहार, सदाबहार, सदाबहार वन जङ्गल फाइनल नोटमा होला, मेन नोटमा सदाबहार। त्यसपछि यहाँ पतझड, 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 अनि त्यसपछि चाहिँ कोनधारी, कोनधारी, कोनधारी वनस्पति, कोनधारी। यहाँ चाहिँ तपाईँहरू लेकाली नै, अर्को चाहिँ तलतिर टुन्ड्रा। 5वटा उचाइ सेम छ क्या, जसरी हावापानीको उचाइ छ नि, जस्तै उष्ण मनसुनी 59 मिटरदेखि 1200 मिटरसम्म, 1201 देखि 2100 मिटरसम्म, न्यानो समशीतोष्ण 2101 देखि 3350 मिटरसम्म, ठन्डा समशीतोष्ण हो। त्यो चाहिँ तपाईँहरू एकचोटि हेरेर जानु होला। हो लामो हिम नदी कुन हो भनेर सोध्नुभयो, लामो लामटाङ होइन, यति चाहिँ याद राख्नु। प्रायः जस्तो यो खुम्बु र लामटाङमा कन्फ्युजन हुन्छ। लामो लामटाङ होइन, त्यसो भए लामो कुन हो त, खुम्बु हो, ठुलो चाहिँ लामटाङ हो। तपाईँहरू कसरी याद गर्नु त, लामो लामटाङ होइन, कतिजनाले लबाट लामो लबाट लामटाङ यसरी याद गर्छ। लामो लामटाङ होइन भनिसकेपछि लामो चाहिँ खुम्बु हो 32 किलोमिटर, लामटाङ चाहिँ ठुलो 20 किलोमिटर। ल बुझ्नुभयो स्यामसङजी, नामै स्यामसङ। ल फोनको नाम राखेर आउनुभयो त, युट्युबमा पनि छ है। मैले चाहिँ यहाँ चाहिँ तपाईँहरू यति कुरा चाहिँ हेरेरै जानु होला। अब तपाईँहरू अलरेडी तयारी पुगिसकेको छ, विशेष गरी यो चाहिँ प्रि क्वालिफाइङ चाहिँ ब्याङ्किङ तयारी गर्ने साथीहरूलाई गाह्रो हुनसक्छ, किनभने ब्याङ्किङमा योभन्दा अगाडि जिके थिएन। तर निजामतीको साथीहरू जो चाहिँ अलरेडी 1-2 वर्षदेखि नायब सुब्बाहरू, खरिदारहरू, शाखा अधिकृतहरू तयारी गर्नुभएको छ, उहाँहरूलाई प्रि क्वालिफाइङ निकाल्न गाह्रो हुँदैन, किनभने उहाँहरू अलरेडी जिके चाहिँ जमानादेखि पढिसक्नु भएको छ। हो त्यही भएर यो ब्याङ्किङ तयारी गरिरहेका साथीहरू, अरू संस्थानहरूको मात्र तयारी गरिरहेका साथीहरूलाई गाह्रो हुनसक्छ है। यो कुरा यथार्थ कुरा हो, जुन चाहिँ तपाईँहरूलाई स्वीकार गर्नु नै पर्ने हुन्छ। हो त्यही भएर तपाईँहरू चाहिँ हल्का बढी मेहनत गर्नुपर्ने हुन्छ क्या। ल यहाँसम्म अब कसैलाई केही छ भने भन्नुहोस् है साथीहरू। अब यो ऋतुहरूको बारेमा पनि हेरेर जानु होला। 4-6वटा ऋतुहरू छ, कुन कुन महिनामा कुन कुन ऋतुहरू यहाँ चाहिँ छ है।
वसन्त ऋतु ग्रीष्म यो 6वटा यो डाटा चार्टमै राखेको छु पढ्न सजिलो हुन्छ। सर लाइभमा लाइटमा क्लास होइन यो चाहिँ प्रि क्वालिफाइङको कोर्स कम्प्लिट भएर यो फाइनल रिभिजन भइरहेछ, त्यही भएर यो चाहिँ स्लाइड सो गरेर मैले पढाएको छु। अब धेरैजनालाई लाग्दै होला सरले क्लासमा स्लाइड सो गरेर पढाउनुहुन्छ, त्यस्तो छैन है। यो अलरेडी पढिसकेको साथीहरूलाई थाहा होला, किनभने यहाँ आवश्यक नै छ, यहाँ लेखाएर पोसिबल छैन क्या। ल अब अरू हाम्रो फर्दर कुराहरू चाहिँ हाम्रो सरले तपाईँहरूलाई जानकारी गराउनु हुनेछ। र 7 बजे चाहिँ महेश कोलिसरको क्लास छ। सर नासुको जिके क्लास कति? आज चाहिँ 7 बजेबाट हुन्छ, 7 बजे बेलुका। अनि 8 बजे प्रि क्वालिफाइङको छुट्टै, बुझ्नुभयो नि। 15 गते पछि अनि शिक्षक सेवाको छुट्टै हुन्छ, विद्युत प्राधिकरणको छुट्टै हुन्छ। हो र अनि सेड्युलमा कति बजे राख्नु भएको छ? ल हुन्छ, यो नोट म छुट्टै राखिदिन्छु है। ल अब यो कोली सरको क्लास चाहिँ 36मै छ, एकचोटि हेर्नु होला है साथीहरू, त्यो सेड्युलमा हेर्नु होला, लाइभ नै हुन्छ त्यो पनि। आज 1-2 दिन लाइभ हुन्छ कोली सरको क्लास, अनि त्यसपछि चाहिँ उहाँको अब पेड स्टुडेन्टहरूको लागि क्लोज क्लास मात्रै हुन्छ। जिके को मेरो सबै क्लास म लाइभ गरिदिन्छु, लाइभमा बस्नुभएको साथीहरू पनि हेरेर जानु होला। विकल सर केही बोल्नुहुन्छ? ल आजलाई यति गर्दै आज क्लासबाट बिदा लिए साथीहरू। थ्याङ्क यू एभ्री वान, हेभ अ गुड डे, थ्याङ्क यू सो मच, सी यू एट इभिनिङ। ल थ्याङ्क यू एभ्री वान। ल सरलाई धेरै धेरै धन्यवाद। हाम्रो अब चाहिँ यो खरिदारको स्पेसल क्लास हुन गइरहेको छ। जो नायब सुब्बा हुनुहुन्छ उहाँहरूको लागि टपिक मिल्न सक्छ, तर डेडिकेटेड खरिदारको लागि हो है साथीहरू। तपाईँहरू कतिजना साथीहरू डेडिकेटेड खरिदारको लागि हुनुहुन्छ ल भन्नुहोस् त। डेडिकेटेड खरिदारको लागि चाहिँ क्लास हुँदैछ साथीहरू, र सबैजना रेडी लेख्नु होला। यो 1-2 दिन आज फर्स्ट डे भएर लाइभ हुन्छ, फेरि एकचोटि अर्को लाइभ जाँदैछ। अन्यथा हामी अब डेडिकेटेड रूपमा जान्छौँ, किनभने अब खरिदारको धेरै साना साथीहरू जोडिसक्नु भएको छ। र लास्ट इयर पनि फर्स्ट पेपर त फुल्ली रूपमा अध्ययन गरिसकेपछि, फुल्ली कन्फिडेन्स भइसकेपछि रिटर्नको लागि मात्र तयारी गर्ने भन्ने साथीहरू धेरै हुनुहुन्छ। त्यही अनुरूप हामीले डेडिकेटेड खरिदारको क्लास थर्ड पेपरबाट सुरु गर्दैछौँ। थर्ड पेपरको फर्स्ट खण्ड, फर्स्ट पार्ट, फर्स्ट सेक्सनमा चाहिँ हामीले सुरु गर्दैछौँ। तपाईँहरूले सेकेन्ड पेपरको त अस्ति नै भइसकेको छ एक लट, त्यही पनि फेरि पछि पनि हुन्छ। तर अब आजबाट चाहिँ बिहानको 6:30 बजेदेखि हरेक दिन है, अब यो 6:30मा चाहिँ 10-15 मिनट तलमाथि हुनसक्छ, किनभने मर्निङको समय हो, अगाडि पनि क्लास छ, त्यही भएर चाहिँ हो। र नयाँ हुनुभएको साथीहरू, कति धेरैजना साथीहरू नयाँ हुनुहुन्छ, उहाँहरूले चाहिँ रिटर्नको चाहिँ आजबाट नयाँ कक्षा भयो भनेर ठान्नु होला। अस्ति सिलेबस डिस्कसन थियो, अब थर्ड पेपरको 1.1बाट लस्करै जानु होला है। पहिला फर्स्ट सेक्सन सक्नुहोस्, त्यसपछि चाहिँ हामी फेरि सेकेन्ड पेपरतिर जान्छौँ। र नासुको चाहिँ इभिनिङमा हुन्छ डेडिकेटेड। डेडिकेटेड चाहिँ हामीले 16 गतेबाट डेडिकेटेड गर्छौँ, तर 8 बजेबाट चाहिँ कमन टपिकहरू भइरहेको छ। र हामीले चाहिँ तपाईँहरूलाई नासुको र खरिदारको कमन टपिकहरू के छ भनेर पुरै हाइलाइट गरेर एकछिनमा राखिदिन्छौँ, त्यो पनि एकचोटि हेर्नु होला। र नयाँ हुनुभएको साथीहरू कम्प्लिट रूपमा बस्नु होला। र जो साथीहरू प्रि क्वालिफाइङ हुनुहुन्छ तपाईँहरूलाई आज मैले अफ गरिनँ, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने। अन्यथा एक्जाम आउन लागेको छ, फेरि यता थर्ड पेपर पढ्छु यता नि पढ्छु भनेर नबस्नुहोस्, तपाईँहरू प्रि क्वालिफाइङतिरै लाग्नु होला है त। र जो साथीहरू खरिदार नै पढ्छु, नासु नै पढ्छु भन्नुहुन्छ, खरिदार विशेष एकचोटि सिलेबस पनि सरले देखाइदिनुहुन्छ, अथवा तपाईँले हेर्नु होला, अनि त्यसपछि अगाडि बढ्नेछौँ। र यो खरिदारको चाहिँ फुल कोर्स पढ्ने साथीहरूलाई पनि स्वागत छ, किनभने हाम्रोमा अहिले तपाईँहरूलाई हामीले एक्जाम पनि एकदम मजाले लिइरहेका छौँ। डेली फर्स्ट पेपरको मोडल सेट हुन्छ, त्यसपछि विकली ओपन च्यालेन्ज टपिक वाइज एक्जाम हुन्छ। 100 क्वेसन्स, कहिले जिके हुन्छ, कहिले आइके हुन्छ, सेड्युल हामीले राखिदिइसकेका छौँ। त्यसपछि खरिदारको रिटर्नको चाहिँ एभ्री वेडनेसडे हुन्छ, हरेक वेडनेसडे चाहिँ तपाईँहरूको रिटर्नको एक्जाम हुन्छ।
त्यसपछि त्यसको कपी चेक पनि फेसिलिटी छ। विदिन 1 विक तपाईँहरूले कपी चेक गरेर पनि तपाईँहरूले पाउनुहुन्छ। नासुको रिटर्न चाहिँ एक्जाम चाहिँ तपाईँहरूको एभ्री थर्सडे हुन्छ है, थर्सडे हुन्छ। थर्सडे चाहिँ तपाईँहरू फुल सेट दिन रेडी हुनु होला। यदि तपाईँहरूले पढ्नु भएको छैन भने पनि नो प्रब्लम, पढ्दै जानुहुन्छ, हेर्दै जानुहुन्छ, तर कोसिस चाहिँ गर्नु पऱ्यो है, कोसिस चाहिँ गर्नु पऱ्यो। त्यो अनुसार अगाडि बढ्छ। नोट राखिदिन्छौँ, नातिनु होला सरले त्यो एउटा दुइटा त्यो मिस्टेकहरू अथवा त्यो सच्याउनु पर्ने छ, त्यही अनुसार हामी त्यो मिलाएर राखिदिइहाल्छौँ है त। र नयाँ हुनुभएको साथीहरूले फुल जोस र जागरको साथ आजबाट नयाँ कक्षा लिनुहोस्। राइट ठाउँमा राइट टाइममा आउनु भएको छ, त्यसलाई फुल्ली रूपमा सदुपयोग गर्नुहोस्। यदि नजानेको कुरा छ भने सरलाई डाइरेक्टली सोद्धा पनि हुन्छ, च्याटमा लेख्दा पनि हुन्छ। थर्सडे चाहिँ तपाईँहरूलाई बेलुका सरी इभिनिङको 2 PM तिर राखिदिन्छौँ है। क्वेसन चाहिँ थर्सडे 2 PM मा राखिदिन्छौँ रिटर्नको लागि चाहिँ, रिटर्नको लागि 2 PM तिर राखिदिन्छौँ। अब सुरु गरौँ ल, अब सुरु गरौँ। 40 मा सुरु भएको छ, टाइम हेरेर तपाईँहरू तयारी गर्न सक्नुहुन्छ ल। सबैजनालाई वेलकम छ। फेसबुक लाइभमा हुनुभएको साथीहरूले चाहिँ यदि यसरी नै कक्षाहरू लिन मन छ नासु खर्दारको भने चाहिँ उ गरिदिनु होला है त। यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। म खोलिदिन्छु ल साथीहरू, यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। हामी फेसबुक लाइभ पनि गर्छौँ है, फेरि फेसबुक लाइभ हुन्छ, अर्को फेसबुक लाइभ। एकचोटि हेर्नु होला, बुझ्नु होला है त ल। ल सबैजनालाई रेडी लेख्नु होला, अब क्लास सुरु भइहाल्छ।